साथीको आइफोनमा टिकटक बनाएँ तर मेरोमा पठाउँदाखेरि लोगो आउँछ, साथीको नाम आउँछ, टिकटकको लोगो आउँछ। साथीको आइफोन छ, आफ्नो आइफोन छैन, साथीकोमा टिकटक बनाउन मन लाग्छ, टिकटक बनायो तर आफ्नोमा पठाउँदाखेरि लो क्वालिटी आउने, उसको टिकटकको अकाउन्टको नाम आउने प्लस टिकटकको लोगो आउने तलमाथि। यो झन्झटहरू त धेरैले भोग्नु भएको छ, धेरैले भोग्नु भएको छ है। यसको एकदम बेस्ट उपाय छ लो क्वालिटी पनि नगर्ने, उसको अकाउन्ट के अरे टिकटकको लोगो पनि नआउने, उसको नाम पनि नआउने, हाई क्वालिटी आफ्नो ग्यालेरीमा सेभ गर्न मिल्ने आइडिया छ। एकदम सहज सरल र टिकटक बाटै है। सो त्यही भएर यो भिडियोलाई सेभ गरिहाल्नुहोस्, एकदम तपाईँलाई काम लाग्ने भिडियो हो, तपाईँलाई काम लाग्ने भिडियो सेभ गरिहाल्नुहोस्। अनि तपाईँको त्यो मूर्ख साथीलाई यो पठाइदिनुहोस् है। उसले पनि जहिले तेरोमा टिकटक बनाएर पठायो यस्तो यस्तो लगाउँछ भनेर चाहिँ यो भिडियो सेयर गरिदिनुहोस्। अनि कसरी गर्ने भनेर म तपाईँलाई स्टेप बाई स्टेप भर्खर सिकाउँछु। फर्स्ट अफ अल तपाईँले अब कतिपयलाई थाहा छ कतिपयलाई थाहा छैन, टिकटक स्टुडियो यो भनेको टिकटकको अफिसियल एप्लिकेसन हो है। टिकटक स्टुडियो तपाईँले डाउनलोड गर्नु भएको छैन भने अहिले डाउनलोड गर्नुहोस् है। त्यसपछि तपाईँले टिकटक र टिकटक स्टुडियो सेम टु सेम हो। त्यही भएर तपाईँलाई त क्रिएटको अप्सन आउँछ, क्रिएटमा जानुहोस्, भिडियो क्लिक क्यामेरा अन गर्नुहोस्, टिकटक बनाउनुहोस्, भिडियो चुज गर्नुहोस् होइन। चुज गरेर आफूले भिडियो बनाइसकेपछि सानो सानो एरो जस्तो देख्नुभयो भने तपाईँले यहाँ सेभ भन्ने देख्नुहुन्छ। तपाईँले यहाँ सेभ देखिसकेपछि तपाईँले त्यो सेभ गर्नुभयो भने तपाईँको हालमा सेभ भयो, सक्यो, सिम्पल। न उसको लोगो आउँछ। अनि यसरी गएर ग्यालेरीमा चेक पनि गर्नुहोस् है फेरि। यसले झुट बोल्यो भन्नु ल, होइन, चेक पनि गर्नुहोस्, यो ट्रु र टिकटकले अफिसियली दिएको तपाईँलाई राइट छ। त्यही भएर तपाईँले यो अरू साथीकोमा बनायो तर सेयर गर्ने बेला लो क्वालिटी आयो, सेयर लिङ्क गरेर के गरेर गरौँ तर लो क्वालिटी आयो, उसको नाम आयो, यस्तो झन्झटहरू तपाईँलाई लाग्छ भने यो भनेको बेस्ट आइडिया हो। यदि यो भिडियो तपाईँलाई पहिला थाहा थियो भने चाहिँ अलरेडी थाहा भइहाल्यो, थाहा नभएको साथीलाई सेयर गरिदिनुहोस्, थाहा थिएन भने यो भिडियो सेभ गरेर राख्नुहोस्, तपाईँलाई काम लाग्छ। अनि यस्तै टिप्स एन्ड ट्रिक्सको लागि मलाई फलो गर्न भने नबिर्सनु होला है त।